कांग्रेस फुटको सङ्घारमा छ। नेपालको एउटा चर्चित पत्रकारको रूपमा स्थापित रिपोर्टर्स क्लबका अध्यक्ष तथा सञ्चारकर्मी ऋषि धमलाले भने जस्तै के कांग्रेस फुटको सङ्घारमा छ त? पछिल्लो राजनीतिक क्रमलाई हेर्दाखेरि कहीँ न कतै त्यो शङ्का गर्ने ठाउँहरू चाहिँ थुप्रै देखिन्छ। साथीहरू, आज पत्रकार ऋषि धमलाले एउटा कार्यक्रममा बोल्ने क्रममा त्यति मात्र भनेनन् कि नेपालमा प्रधानमन्त्री बन्नको लागि आफूले गरेको भविष्यवाणी 100% लागेको समेत बताएका छन्। तपाईँ सोध्नु होला केपी शर्मा ओलीलाई, उहाँले एकपटक सार्वजनिक कार्यक्रम भन्नुभएको छ, मलाई पहिलो प्रधानमन्त्री हुन्छ भने ऋषि धमला हो भने। मैले भनेकै हो। र चितवनमा 2070 सालमा सुशील कोइराला उम्मेदवार बन्न जानुभयो। मैले घोषणा गरेको थिएँ पहिलो कार्यक्रममा अबको प्रधानमन्त्री सुशील कोइराला भनेर। सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो संविधान सभाको निर्वाचनपछि, दोस्रो निर्वाचनपछि। र मैले 2074 सालमा, तपाईँ सोध्नु होला केपी शर्मा ओलीलाई, उहाँले एकपटक सार्वजनिक कार्यक्रम भन्नुभएको छ, मलाई पहिलो प्रधानमन्त्री हुन्छ भने ऋषि धमला हो भने। मैले भनेकै हो। केपी शर्मा ओली पनि प्रधानमन्त्री बन्नुभयो। तर आज म घोषणा गर्दैछु, कांग्रेस फुटको सङ्घारमा छ।